मलाई चाहिँ धेरैजना साथीले सोध्नुहुन्छ क्या, तपाईँ कोरिया जानुभएको कति भयो, अनि तपाईँले कहाँ पढ्नु भएको भनेर धेरै विद्यार्थीले मलाई सोध्नुहुन्छ क्या। साथीहरूले भनौँ न, विद्यार्थी भन्दा पनि अब सायद कोरियन भाषै पढ्दै हुनुहुन्छ होला होइन। जसले कोरियन भाषा पढ्छ उहाँहरूलाई अलिकति चासो त लाग्छ होइन। म चाहिँ खासै धेरै भएको छैन कोरिया आएको होइन, 5-6 महिना जति मात्रै हुँदैछ। अनि मैले पढ्दाखेरि चाहिँ मैले बिर्तामोड हाम्रो ड्रिम कोरियामा पढेको। उहाँ हाम्रो सञ्जीव सर, नवीन सरले चाहिँ पढाउनुहुन्छ होइन। त्यहाँनिर सुविधाहरू पनि अलिकति राम्रै छ, मैले यसो विचार गरे अनुसार होइन। धेरै विद्यार्थीहरूले पनि भन्नुहुन्छ त्यहाँ नपढे पनि ड्रिम कोरियामा त यस्तो यस्तो छ अरे, यस्तो यस्तो छ अरे भन्नुहुन्छ होइन। हो, यहाँ चाहिँ हाम्रो ठ्याक्कै सीमित सिट छ होइन, धेरैजना पनि छैन। अनि हाम्रै ड्रिम कोरियाको आफ्नै एप छ क्या त्यहाँ पनि। अनि तपाईँले त्यहाँदेखि एक्जाम, युबिटीको एक्जामहरू पनि दिन सक्नुहुनेछ। प्रत्येक शुक्रबार तपाईँले ट्याबमा पनि गएर आफैले क्लासमा गएर फाइनल एक्जामको जस्तरी एक्जाम दिन सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ होइन हाम्रो क्लास दुईवटा छ, तल पनि छ माथि पनि छ। अनि बेसिक क्लास तल हुन्छ भने हाम्रो एडभान्स क्लास माथि हुन्छ। पढाइ राम्रो छ, हाम्रो सरहरू कोरियामा धेरै बसेर होइन, उहाँहरूले पनि लेभल पास गरेर पढाउनुहुन्छ उहाँनिर होइन। धेरै राम्रो छ पढाइ उहाँनिरको। धेरै विद्यार्थीले, त्यहाँ नपढ्ने विद्यार्थीले मलाई सोध्नु भएको थियो क्या एक्जाममा, तपाईँले कहाँ पढ्नु हो भने ड्रिम कोरिया। ड्रिम कोरियामा त राम्रो पढाइ हुन्छ अरे नि भन्नुहुन्थ्यो क्या। हो, ड्रिम कोरियामा राम्रै पढाइ हुन्छ। पढ्ने त आफूले हो होइन, तर सरले त अब बाटो देखाइदिनुहुन्छ। यस राम्रो देखाइदिनुहुन्छ बाटो चाहिँ, मेहनत चाहिँ आफूले गर्नु पऱ्यो। त्यस्तै हो। अहिले चाहिँ म चाहिँ ट्याक्क अब खाना खाने ब्रेक टाइम थियो होइन। अब चाहिँ म ट्याक्कै डेली ट्याक्कै भिडियोहरू यसरी नै पोस्ट गर्छु। तपाईँहरूलाई यसो केही मनमा लागेको कुराहरू छ भने मलाई यसो सोध्नु होला। मैले जाने जति चाहिँ, बुझे जति चाहिँ म तपाईँहरूलाई फेरि अर्को भिडियोमा बताउने छु। धन्यवाद।